Lovely. Fantastic, yes. Lovely photo यार. Wow, lovely. पाछौडा हान ध्यान हान. स्काई वक 7 बजीसम्म बेलुका बिहानदेखि बिहान 7 र बेलुका 7 बजीसम्म 7 बजीसम्म रहन्छ है. कतिको पर्यटकहरू आउँदै हुनुहुन्छ? पर्यटकहरू आउँदै हुनुहुन्छ. आन्तरिक बाह्य पर्यटकहरू पनि कहीँ देख्नु भएको छ? बाहिर पर्यटक पनि आउनुहुन्छ. ए कहिलेकाहीँ है. ए र अहिले यो हामी यो धरानको भेरीटार धरानमाथि रहेको यो भेरीटारमा हामी छौँ र जहाँ यो स्काई वक टावर छ. यहाँ चाहिँ 20 करोड जति लागतमा निर्माण भएको यो स्काई वकमा आज हामी आएका छौँ पहिलोपटक. र यहाँ देखिएको छ यो इन्ट्री फी 500 हो र भेरीटार स्काई वक प्रवेश शुल्क 500 तोकिएको छ. सिंगल खिच न सिंगल क्या यता हो सिंगल खिच्दिनु. एकछिन ल म एउटा भिडियो खिच्छु ल. एकछिन पछि एकछिन भिडियो खिच्छु नि. एकछिन भिडियो खिच्छु ल. र अहिले तपाईँ देखिराख्नु भएको यो दृश्य हो यो सुनसरीको भेरीटार स्काई वक टावर. र यो चाहिँ पहिला भेरीटारको चार्ल्स पोइन्ट पनि हो. त्यहाँ भत्काएर पुनर्निर्माण गरिएको हो. यो लगभग यो करिब 20 करोडको लगानीमा निर्माण भएको यो स्काई वक अहिले यो आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ. जहाँ अहिले लगभग शनिबारको दिन चाहिँ कम्तीमा 1500सम्म दैनिक यहाँ आन्तरिक पर्यटकहरूले चाहिँ अवलोकन गर्ने कुरा आएको छ. मजा आइरहेछ. म डराउँदिनँ नि त. हजुर वन्डरफुल. डोरीको कमाल त हो. भिडियो बनाउनु पर्यो कि फोटो बनाउनु पर्यो? माथि मान्छे त जम्मै देखेको त हो नि. स्काई वक गर्दाखेरि कतिपयलाई डर लागेको हुनसक्छ. तर यो डराउनु पर्ने अवस्था छैन. किनभने यो सिसा अत्यन्तै बाक्लो छ र धेरै वेट थाम्न सक्छ. यो सिसाले हत्तपत्त यो सिसा फुट्दैन. त्यस कारणले गर्दाखेरि डराउनु पर्दैन है. यो सिसा चाहिँ धेरै बाक्लो छ. हेर्नु त यहाँ
धेरै सिसा बाक्लो छ नि त, त्यही भएर डराउनु पर्दैन है। जो कोही अब नयाँ नयाँ साथीहरू एकदम डराइराख्नु भएको छ अब 1 फिट उचाइमा पनि छ होइन, त्यही भएकोले मान्छेहरू धेरै डराइराखेको देखेँ मैले। तपाईँहरू जो कोही आउँदै हुनुहुन्छ भने डराउनु पर्दैन, किनभने यो सिसा धेरै राम्रो क्वालिटीको हो र धेरै वेट थाम्न सक्छ यसले। यसरी दौडिन पनि सकिन्छ। र मैले यहाँ फोटोग्राफर एकजना भाइलाई देखिरहेको छु। नमस्ते। कहाँबाट भाइ? म यहीको फोटोग्राफर। ए फोटोग्राफर हो। एक प्रति फोटो लिँदाखेरि कति लिनुपर्छ? फ्री हो। ए यो स्काईवक भेरेटारको पेजमा चाहिँ हाल्नु। ए अफिसियल पेजमा जाने हो। ए ल ठिक छ। खिच्नु त पर्थ्यो, फेरि हाम्रो सरहरू बाहिर जानुभयो। म बाहिर पनि खिच्दिनँ नि अहिले आएर ल। ए ओके 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 ओके। र यहाँ एकदम फुल्ली सेक्युरिटी पनि छ। हाम्रो सेक्युरिटी सरहरू हुनुहुन्छ यहाँ, गाह्रो छैन। ओ सरी सरी, यो जुत्ता ओ यो सानो बाबु फेरि के गरिरहेछ? डराइरहेको अहिले होइन?